त्यसैले म पैसा हुँ म ओखलढुङ्गामा सिडिओलाई उ गर्छु तपाईँले म आउँदैछु भने निस्किनु पर्छ तपाईँ कर्मचारी हो म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हो म मान्ने नभए पनि तपाईँले रेस्पेक्टको लागि भोलि तपाईँ रिटायर हुनुहुन्न तपाईँले त्यसै गर्ने एउटा जिल्लाको एउटा मान्ने आउँदाखेरि भित्र हेडमास्टर चुप्पो लागेर बस्ने तपाईँले जे गर्दा पनि त्यस्तो कुरा नगर्नुहोस् म जान्दछु म 29 वर्ष काम गरेर मान्छे हुँ यो नेपाल सरकारको मसँग काम गर्नेहरू त अहिले भर्खर सचिव हुँदैछन् म विशिष्ट श्रेणी हुँदा सहसचिव तिनीहरू त त्यस्तो तपाईँ विचारले आबद्ध हुनुहुन्छ तपाईँ निष्पक्ष हुनुहुन्छ है हाम्रो पार्टी निष्पक्ष मान्छे खोज्छ तपाईँहरूको विद्यालयमा हरेक विद्यालयमा कहाँ के छ हामी पनि खोज्दैछौँ हेर्दैछौँ हिँड्दैछौँ कहाँ राम्रो गर्नुपर्ने कहाँ नराम्रो गर्दैछौँ तपाईँले म पुलिस फोर्सको 20 श्रेणीको मान्छे हुँ आइजी भएर झन्डै चला मान्छे हुँ अन्याय परेर राजनीतिमा मान्छे हुँ मलाई थाहा छ देश कसरी चलाएको छ मान्छेले कसरी विचार बोक्छन् तर तपाईँले म त्यहाँ गेटमा गएर बस्दाखेरि मान्ने बाहिर बसिरहेछ अनि तपाईँले निस्किने ननिस्किने जानकारी भएन म यो चिठीको लागि त्यस्तो कुरा तपाईँहरू मान्ने आएर रिसिभ गर्न आउनुपर्छ यो जिल्लाको अहिलेको 1 नम्बर मान्ने हो पार्टी जुनसुकै होस् विचारले चल्ने हो यस्तो कुरा गर्नुहुन्छ तपाईँले सिकाउन खोज्नुहुन्छ मान्नेलाई अपमान गर्ने म जनताको मतबाट जिते मान्छे हुँ म कसैको उसले हो तपाईँले मत हाल्नुहोस् नहाल्नुहोस् मलाई सरकार छैन तर जनताको मतले जिताउँ म र तपाईँको 5 वर्ष तपाईँको प्रतिनिधि हुँ तपाईँले गरेको हर काम गरी लेखा नीति खोजी गर्न सक्छु म त्यसो गर्नु हुँदैन तपाईँले रेस्पेक्ट सिक्नुहोस् है तपाईँहरूले विद्यालयको टिचरले सिक्नुहोस् म हिजो पार्टीमा भोट माग्न आउँदाखेरि म भित्र पस्न छिर्न चाहन्न थिएँ किन पार्टीको मात्रै थिएँ म हिजो म पार्टीको मात्रै तर अहिले त म मान्ने हुँ तपाईँहरू जस्तो हेडमास्टर त मैले कति देशभरि चलाएको हुँ के कुरा गर्नुभएको त तपाईँले कस्तो मान्छेहरू मेरो कमान्डमा बसेर काम गर्ने मान्छे हो तपाईँ म भित्र छिरेर जाँदाखेरि भित्र हेडमास्टर छ भने बाहिर फर्केर हिँड्नु पनि कुर्सीमा बसेन को त्यो कर्मचारी हो कि कुनको दर्जाको त्यो कुर्सी राखेर मैले सोधिसकेँ हेडमास्टर कहाँ हो भनेर भित्र हुनुहुन्छ त्यहाँ कुरा ढोका छैन हेडमास्टर मान्ने आउँदाखेरि त्यस्ता कुरा गर्नुहुन्छ सिकाउनुहुन्छ तपाईँहरूसँग कुरै गर्दैन तपाईँको रेस्पेक्ट पनि चाहिएन मलाई कुरै पनि गर्दैन म तपाईँको विद्यालय तपाईँ आफै चलाउनुहोस् तर कुनै दिन परेको बेलामा मान्ने सम्झिनु होला त्यति कुरा ख्याल गर्नु सबै कामहरू हामीले चाहिँ अहिलेको यहाँको तपाईँहरूलाई लागेको भ्रम राष्ट्रिय जनता पार्टीको भनेर तपाईँहरू काङ्ग्रेसीमा भित्र बनाउनु भनेर माथि गएर बसेको तपाईँले मेरो विद्यालय हो मेरो पनि जिम्मेवारी हो मेरो यो घर हो मैले यहाँ हेर्नु पर्यो भने म आफै बसिरहेको छु त यो सबै कुराहरू माथि भनेको अरू राजनीतिक जस्तो म फोर्सको मान्छे हो म जनताले जिताएको मान्छे हो म विष्ट श्रेणीमा रिटायर भएको तपाईँले यस्तो कुरा नसिकाउनुहोस् मैले जान्दिनँ मैले कम बुझाएको होला म पनि देशमा 29 वर्ष 20 श्रेणीमा बसेर काम गरेर मान्छे हो फोर्स चलाएको एउटा संगठन एक्लै चलाएको मान्छे हो जथेर आए पनि जे भए पनि हामी मैले बाजा गरेर आएको म मान्ने आफू मेरो पनि स्कुल भनेर आएको छु मेरो स्कुलमा मलाई हिन्दू भनेर गएको भित्र बाहिर आएर मगनले पैसा जस्तो पैसा दिएर बमदाई जानु बाहिर आउने भन्नुभयो माथि गएर बसौँ न भनेर तपाईँ टिचरले खेत प्रस्ताव हामीले यसरी गरेकोमा खेत प्रस्ताव पास गर्नु अनि मात्रै मलाई म त्यो सूचना पाएपछि मात्रै म होइन तपाईँले टिचर राखेर मान्ने आउँदा हाम्रो ध्यान नपुगेमा खेत प्रस्ताव पास गर्नु भने खेत प्रस्ताव पास अनि मात्रै तपाईँको विद्यालयमा छिर्ने तपाईँको कुरा गर्नु मेरो मान्छे बाबुले गएर टिचर गरेर उहाँ कुर्सी राखेको छ त्यतिकै बसिया छ मान्ने आएको झारपाता जस्तो गरिरहेको छ कुनै कर्मचारी जस्तो गरिरहेको छ कर्मचारी आउने 20 श्रेणी कर्मचारी रिटायर गर्छ अहिले पनि 50,000 तलब खान्छ क्या सरकारले पेन्सन दिन्छ मलाई त्यत्रो तपाईँले बाटाघाटा बसेर थाहा पाउनुहुन्न भने के कुरा भन्नु नगर्नु बाहिर त्यत्रो अरू पनि हुन्छ नि त तपाईँ यहाँ तपाईँ सबैजना हुनुहुन्थ्यो थाहा पाएर पुग्नु भएको खेतमै माननीय भएर आउनु र के छ भने त्यसो भए उहाँलाई स्कुलमा रेस्पेक्ट भएन होइन इट इज फर द सरी सुन्नुहोस्
त्यसै हामी त पब्लिक हो नि अनि उहाँको कारणले गर्दा के हामीले केही बोल्न पाउँदैन पाइन्छ उहाँकै रेस्पेक्ट यो कुरो माननीयलाई बताउनु नि होइन बताउनुहोस् मैले भनिरहेको छु अहिले के हो सुन्नु न उनीहरू स्कुलमा पुगेन हामी त यो पब्लिक हो नि त हामीले चाहिँ केही जनागुनासो केही थिएन हाम्रो पब्लिकको कुरा नसुने यी कुरा अनि किन हाम्रो जनागुनासो बताउनु हेरेर सरसरी जानुभयो त कि उहाँले कता बसेर गर्ने हो मन्त पनि गरेको होइन ठिक छ लु यो काम गर्दै जानुहोस् होइन 5 बोर्डले हो अर्कोटी हेर्नु मैले ठिक छ भाइ किन सुन्नुहोस् हामीले जित्नु भन्ने छैन पासवर्डको कुरा सुन्नु न हामी जानकारी